Hello guys, welcome to my new vlog. आज डे 9 होइन सुस डे 9 ओजेस्टीको मलाई कहिले सकियोस् भइसक्यो तिमीलाई चाहिँ 9 पुगिसक्यो यस्तै आज अब डे 9 पनि सुरु भइसकेको छ होइन हामी डे 9 को लागि ओजेटी गर्न जाँदैछौँ मितलुङ यो पछाडि देखेको बजार सीमा बजार हो सीमा बजारदेखि हामी मितलुङ जाँदैछौँ 40 मिनटमा पुग्छौँ होइन सुछ 40 मिनटमा ठिक पुग्छौँ अनि एकैतालमा 7-8वटा गाडी आइरहेको हुन्छ अनि कसरी टिप्छ अनि यता हेऱ्यो यसलाई यता पठायो यसलाई उता पठायो ट्राफिकको काम गर्छ होइन सुस्कर चाहिँ ट्राफिक भइसक्यो हाम्रो साथी अनि एउटाको टाइम अघि बिर्सिनी हालिन्छ होइन अनि कुन गयो गयो अनि फेरि कुद्यो अनि पर हेऱ्यो गाडीको नम्बर देखेन भने नजिक गएर प्लस वान लेखिदियो होइन गाह्रो छ गाह्रो नाच्दै नाच्दै त्यहाँ डाँडा 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 कुद्थ्यो अरे साँच्चीकै कि ठट्टा के थाहा थियो त मलाई पनि भनेको मान्छेले तिमी नजानु गर्न नाच्दै नाच्दै कुद्थ्यो अरे डाँडै डाँडा कसले देखेको अरे मतलब यस्तो डाँडै डाँडा ओह्रालो कालो होला नि कसले देखेको अरे के थाहा थियो त्यसो भए कहाँदेखि सुन्यो कहाँदेखि सुन्यो यो न्युज चारो खोज्नु आउँछौँ हामी यहाँनिर अनि अनि डराउँदै भएको थियौ डराउँदै त भाग्दैन थियो त्यतिकैमा सुनेको नि ठाउँको बारेमा थाहा भइहाल्छ नि ठिक छ हामी मस्त हिँड्दैछौँ अनि पहिला त्यस्तो रोड थिएन कलबट सलबट थिएन क्या यहाँ खोल्सा थियो खोल्सेबाट छाप्लाङ गरेर लानुपर्छ गाडी पनि रोड पनि सानो थियो अनि जङ्गल थियो यता पनि अहिले नि त जङ्गलै छ नि मतलब त्योभन्दा धेरै ठुलो जङ्गल छ अनि सबै जङ्गलै जङ्गल थियो रोड यत्रो ठुलो त पिट्टिकै थिएन एउटा गाडी पनि क्रस हुनु साह्रो हुन्थ्यो पिट्टिकै अरे अनि एउटा गाडी क्रस हुनु साह्रो हुने खालको रोड थियो क्या त्यति बेला अनि हाम्रो बाबा त्यति बेला बाबाले बाइक किन्नु भएको थिएन है अनि राति बजारबाट हिँड्दै आउँदै हुन्थ्यो अरे यहाँका उता उतापट्टिरको खोल्सा छ अन्त के छ त्यहाँ हो यहाँ यता यता कतानिर यहाँदेखि तल च्यान गाडी हो क्या त्यहाँदेखि यहाँदेखि तल चेन गाडी छ कि त्यहाँदेखि तल जाने बाटो छ यहीँतिर होला कतातिर होला ठिक थाहा भएन म सानै थिएँ क्या अनि यहाँ आइपुग्दा बाबालाई तर्साएको थियो क्या केले खै एउटा कस्तो सुँगुर जस्तो थियो अरे क्या अनि गुजुर गरेर कुद्यो अरे खै कता कुद्यो अरे के भयो अरे त्यो थाहा भएन अनि त्यसपछि बाबाले फोन गर्नुभएको थियो घरमा यतैतिर कता भयो मलाई थाहा छैन घरमा फोन गर्नुभएको थियो अनि हाम्रो साइडमा उता एउटा चौलागाई अङ्कल बस्नुहुन्थ्यो क्या चौलागाई भनेको थर हो यसरी थाहा छ त अनि त्यो अङ्कल लिनु आउनुभएको थियो बाबालाई यता कतासम्म अनि लिएर सँगै आउँथ्यो त्यस्तो हुन्छ यो ठाउँ त एकदम हन्टेड हो हन्टेड प्लेस हामी चाहिँ हन्टेड प्लेसमा होइन आजकल त त्यस्तो सुनेको छैन यहाँनिर कस्तो थियो बाटो पनि हिलो छप्लाङ्गै थियो अनि जङ्गलै जङ्गल थियो सुन्नुभयो होला यो हन्टेड प्लेसको बारेमा होइन काटेर यस्तो सानो सानो हुँदैछ मलाई चाहिँ हेर्नु यस्तै छ होइन गाइस हामी हन्टेड प्लेसमा छौँ गाह्रो छ राम्ररी बुझिनँ थियो मैले जस लिनु चाहिँ जानुभएको थियो चलागाउँको लिनु आउनु भएको थियो त्यो याद छ भाग्नु चाहिँ भयो कि भएन अरे नि त्यो त थाहा छैन मलाई सोधेन म सानो थिएँ भने यो ठाउँहरू त्यस्तो हुन्छ हन्टेड प्लेस अनि यो पहिला यो रोड पनि हाम्रो बाबाहरूले गर्नुभएको सुरुमा बाइक कुदाउन होइन यत्रो यत्रो ढुङ्गाहरू लडेर आएको जस्तो गर्छ अरे माथिबाट गुडुङ
भाग्नु नि गुटुङ टुङ टुङ तर ढुङ्गाइ त होइन होला देखाएको मात्रै आवाज आवाज आँखाले देखाएको कालो कालो डल्लाहरू लडेर आएको जस्तो देखाउँछ होला नि मैले आँखा त कसरी भेट्नु एनदर 100 प्लेस सीमादेखि कति 1000 मिटर पर 100 प्लेसको बिचमा सीमा रहेछ है भनेपछि सुस्करको भनाइअनुसार सीमा पनि 100 हो मान्छे चाहिँ मरेको छैन यो पारीको गाउँको नाम के हो फेसेवा भन्ने ठाउँ हो त्यता चाहिँ कुन यो पारीको गाउँको नाम चाहिँ के हो भन न चाइनिज क्याम्पस छ नि उति पारीको गाउँको नाम के हो सिम्बोले होला सिम्बोले गाइड सिम्बोलेको वारिपट्टि छौँ हामी त्यहाँ किनकि त्यहाँ ठुलो सिम्बोलको बोर्ड छ ओ उता देख्न सक्नुहुन्छ सिम्बोलको बोर्ड यहाँदेखि देखिँदैन होला तै पनि देख्नु होला सिमल होला हौ सिमल हौ के हो सिम्बोल सिमल हेरेर चाहिँ रहेछ है यसो सुस्करको भनाइअनुसार देखेन कत्रो ठुलो सिम्बोल यस्तै छ होइन गाइड त्यो भयो भने हामी के भन्छ ड्रेस चेन्ज हान्न सेफ्टी टाउन जाँदैछौँ अब केही छिनपछि भेटौँ फाइनल्ली गाइड हामी कहाँ छौँ तपाईँहरूलाई थाहा भइसक्यो होला दिनै यही ठाउँमा भर भनेर त्यही पनि हामी अहिले टनलभित्र छौँ डेलिराम यहाँ छ होइन डे 9 मा पनि हामी टनलभित्र आइसकेका छौँ गाइड यस्तै छ जिन्दगीको गोरेटोमा अब कामतर्फ लागिँदैछ होइन टनलभित्र छु मैले चाहिँ हामी मस्त हिँड्दै गाडीहरू अघि छिटो आज हल्का काम थियो र अलिक पर मिटिङ थियो र हल्का ढिलो भयो क्या साइडमा यस्तै छ जिन्दगी होइन गाइड फाइनली गाइज फाइनली डे 9 पनि कम्प्लिट भइसकेको छ आज लगभग कम्प्लिट भयो कम्प्लिटै भन्न भनौँ होइन लगभग कम्प्लिट भइसक्यो होइन दिल्ली कस्तो फिल भयो तिमीलाई आज मजा आयो अन्तिममा आएर आज अरू दिन जस्तो त्यस्तो निद्रा लागेन नि त्यस्तो अरू दिन जस्तो निद्रा लागेन क्या आज त यस्तै चलिरहेको छ गाइजहरू एकछिनपछि भेटौँ अब होइन हामी बाहिर निस्किन्छौँ अनि गाइज डे 9 पनि कम्प्लिट भएछ हामी घर आइसक्यौँ आज चाहिँ होइन गाडी भेटेर भ्लग बनाउन पाएन हल्का डे 9 पनि कम्प्लिट भयो आजलाई यति नै बाई बाई थ्याङ्क यू